हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ धेरै पछाडि हाम्रो युट्युब भिडियोमा। आज चाहिँ हामीले धेरै नै पछाडि नयाँ भिडियो हाल्न आँट्दैछौँ। हामी अब अहिले चाहिँ अफिसतिर जाँदैछौँ। कामतिर जाँदै पछाडि हाम्रो सरले भिडियो बनाउँदै हुनुहुन्छ, म अगाडि राइड हानिरहेको छु। जय श्रीराम। अब हामी कता कता जाँदैछौँ, आज कहाँ जान्छौँ, हाम्रो कामको रुट के हुनेछ तपाईहरुलाई यही भिडियोको मार्फतबाट देखाउने छु। लेट्स गो। अब हेरौँ कस्तो हुने रहेछ आजको दिन। भिड हुन्छ, कहिले कहाँ के हुन्छ भन्ने कुरै थाहा हुँदैन नि त। यो अगाडि जाम लागेको छ अलिकति स्कुल बसले। प्यारेन्टले त्यसै भनेको होइन, अब स्कुललाई चाहिँ ठिक 8 बजीदेखि लगाइदियो भने भरे 3 बजी छुट्टी दिने। स्कुल बसले जाम त हुँदैन भन्ने कुरो चाहिँ अब सही नै गरेको छ बालेन सरकारले, होइन नि त। अब 8 बजीदेखि लगाइदियो भने त यति 9 बजी त सब प्रायः मान्छे ड्युटी हिँड्छ, बन्द हुँदैन थियो नि त बाटो। अझै हामी सिटी सेन्टर आइपुगेका छौँ। हामी अब अफिस पुग्न आँट्यो। बाटो यस्तो छ, बनिँदैछ बाटो। विकास हुँदाखेरि विनाश हुन्छ भन्ने कुरो झन्नै ल साथीहरू। हाम्रो चाहिँ अफिस ऊ माथि हो है, ओ माथि हो। हामी पुगिसक्यो। यहाँ स्कुले नानीहरू जाँदैछन्। सही हो, यहाँ बाटो यस्तो छ है, उता आएर क्रस गर्नुपर्ने हुन्छ सबैजना आफ्नो, होइन। बाटो यो एकदमै बिजी बाटो हो। बाटोहरू न अगाडि बाटो अब साथीहरू यहाँ बाटोबाट हामी चाहिँ हो यस्तो बाटोबाट हामी तेरिका त्यसकी चिप्लिरहेछ। पहाडीको जग्गा त देब्रेतिर कुद्छ, अगाडि सिधा कुद्यो भने हेर्नु साथीहरू यस्तो छ। ठिकै छ, तर अब जे हुन्छ राम्रै हुन्छ भन्नुपर्छ। यतिको नभइकन विकास हुँदैन नि त, नबिगाडी विकास हुँदैन, होइन त। ल हामी अहिले हामी पार्क हुन्छ, होइन। यहाँ पार्क हुन्छ, टक्क पार्किङ मोड अन भयो। ल साथीहरू बाई। अब यहाँ हामीले यहाँ कार्टुनमा यत्रो कार्टुन जम्मा पारेको छ। यहाँ एउटा घोटाला गर्न आँटेको, यो बुढलाई चाहिँ भित्र हालिदिने। अनिखेर यो आउँछ नि त त्यो दाइ, यो कार्टुन लगाउने दाइ। अनि उसले गाडीमा लोड गर्ने बित्तिकै चाहिँ भूमिका फुत्त निस्किँदाखेरि त हामीलाई त दामी फाइदा हुन्छ। आधी किलो त बढ्छ, आधी केजी त लगभग बढ्छ। आजको खाजाको जुगाड। ल फेरि हामी अब सामान बोकेर चाहिँ भद्रपुरतिरको लागि निस्क्यौँ। भद्रपुरमा हाम्रो त्यस्तो धेरै काम होइन, एउटा एलइडीमा अलिकति समस्या आएको छ, त्यो गर्नु जाँदैछु। कार्किज क्याफे भद्रपुर। मलाई त अनि दामी देखिएछ। अहिले चाहिँ हामी टक्क देवकोटा चोक सरर लगाएर देवकोटा चोक आइसक्यो। रोकेर पान खाइयो, मुटु मात्र बनायो। अरे बबुवा भन्दै लाग्यो केटाहरूको काममा। अब लाग्यो। अब हामी जान्छ अब एकैचोटि कहाँ जान्छ केटाहरू भने कार्किज क्याफे। तपाईँहरूसँग हामी एयरपोर्ट नजिक पनि जोडिनेछौँ। एयरपोर्ट नजिक जोडिनेछौँ, तर यो चोकको नाम हेर्नु न, पोकापाडा। युनिक चोक छ, पोकापाडा। यो भनेको हाम्रो जिल्ला जेल, कैदीहरू राख्ने ठाउँ। चट्ट कैदी अपराधी यस्तो छ, साको राख्ने ठाउँ। अब हामी एयरपोर्ट पुग्न आँट्यौँ। टक्क लगाएर प्लेन आउने बेला हुन आँटो साथीहरू। यहाँ चाहिँ एयरपोर्ट एरिया आएको छ, टक्क आउन आँटो। ल साथीहरू कस्तो भाग्यमानी, ल हेर्नु त टक्क प्लेन पनि। तर यो कता जान्छ सुरुमा, यता आउँछ कि उता जान्छ त सुरुमा? ए उताबाट उड्ने रहेछ नि त, गिरी भइगयो नि। उता जाने, उताबाट उड्छ क्या यो, यता आउँछ सट्ट घुमाएर अनि उता जान्छ क्या। कहिले प्लेन नदेखेको जस्तो हुन आँटो साथीहरू यो भिडियो गर्दा चाहिँ। तर ल अब माथि यो उड्ने त होइन, यो घुम्छ, फिक्स नै हो। अब यस्तो रन्केर जान्छ नि जाँदा चाहिँ माथि दिनु न। होस् भइरह। अब त वार रन्किन्छ नि।
यहीँबाट उडाउनु खोज्छ क्या हो अनि माथि एक्सिलेटर दियो क्या एक्सिलेटर फुल एक्सिलेटर दियो अब उडो माथि छ 3 2 1 गो ल साथीहरू हामीले तपाईँलाई देखाउँछु भन्दै थियौँ नि होइन त रम्केर लु ल साथीहरू देख्यो अब हामी गयौँ ल यस्तै छ अब त्यो पनि हामी देखाइदिउँ होइन हामीले देखाउँछु भनेको थियौँ नि प्लेन गर्दै गरेको देखाउँछु भने त त्यो पनि देखाइयो मजा भयो होइन तपाईँहरूलाई पनि हेर्छौँ पनि हामी माथिबाट नि अब कन्ट्याक्ट गरेर आयो जस्तो भयो तर हामी चाहिँ अब जस्ट एउटा इन्सिडेन्ट भइदिएको हो पासवर्ड नागरिकताहरू बनाउने ठाउँ हो अब यता आउँदै जाइ फर्म भर्ने हो भन्दै सोध्नुहुन्छ दिदीहरूले दाइहरूले होइन अनि अब यो भनेको कृषि युनियन के छ यहाँ हो अनि तर कस्तो दामी भइरहेको क्या अब जिल्ला निर्वाचन कार्यालय भयो यहाँ अनि यहाँ भनेको हाम्रो अदालत छ यहाँ हाम्रो भद्रपुर अदालत चाहिँ चट्ट लगाएर यहाँनिर छ ल साथीहरू यस्तै छ अब हामी अलिक तल अलिक तल हाम्रो के सगरमाथा चोकी के उतातिर हामी भेट्नेछौँ ल 15 गढी चोक यस्तो छ चट्ट लगाएर जम्मेर थाहा पायो पुऱ्याउने बात ज्याकै देखाएको भन्नुहुन्छ ल यहाँ म्याडमहरू आउँदै हुनुहुन्छ जय नेपाल म्याडम बच्ची साथीभाइहरू होइन हामी चाहिँ ठ्याक्कै कार्किज क्याफेमा लगभग अब 50 मिटरको दूरीमा हामी आइपुग्यौँ ल दिस इज कल्ड कार्किज क्याफे चट्ट लगाएर आइपुग्यो यो माथिको एलइडी बोर्ड मर्मत गर्नुपर्ने बनिन्छ भने बनिन्छ बनिएन भने बनिएन त्यस्तै छ साथीभाइहरू कार्किज क्याफेको अब यस्तो दामी मर्मत हुँदैछ नि साथीहरू यस्तो हान्नु पर्ने हुन्छ यो बोर्ड हामीले लिएर आएको राख्नु त्यो टाइम लेसमा राख्नु चोट लगाएर चाहिँ चट्ट लगाएर हाम्रो टाइम ल्याप्स एकछिन मनोरञ्जन गर्नुभयो होला अब यहाँनिरको कस्तो भएको छ भने हामीले एसएमपिएस चेन्ज गऱ्यौँ यो एसएमपिएस हामीले नयाँ ल्याएर हाल्यौँ त्यस पछाडिको यो बोर्डको कनेक्सन ट्याक 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 दियौँ होइन यो भयो वाइफाईको पनि बलिरहेछ बोर्ड पनि पिलपिल गर्दैछ ठिक छ एसएमपिएसमा पनि पावर आयो चट्ट लगाएर यहाँ सबैमा पावर आयो एसएमपिएसमा अब हेरौँ अब चेक गरौँ के हुन्छ वाइफाई फाल्छ फाल्दैन यसले क्याफेमा काम गर्न आइसकेपछि कफी नखाइ त भएन होइन सर लु आउनु छिटो क्या मेहनत गरेर काम गरेछ नि त्यहाँ ल्यापटपमा यहाँ गिदी भइरहेछ क्या भइरहेको छैन टक्क हामी चाहिँ अहिले कफी खान लाग्यौँ तपाईँहरू पनि आउनु दामी कफी पाइन्छ अरे त ल भाइले बनाएको यो एउटा एसएमपिएसमा प्रब्लम रहेछ माकुरी केही गर्दा नचलेर सब खोल्नु पर्यो नि टिन सिन सब खोलेर टिन साइड लाएर चाहिँ अहिले हाम्रो यहाँ स्क्रिन चाहिँ सबै आउने भयो अब सरले मुनिबाट सेन्ड गर्न जानुभएको छ अब अघिसम्म चाहिँ स्क्रिन इज नट रेडी भनिरहेको थियो अब चाहिँ स्क्रिन रेडी भयो कि भन्ने कुरो हो हाम्रो चाहिँ किनभने अघि बलेको थिएन अहिले चाहिँ तपाईँको सबै बल्न थाल्यो क्या यस्तो भयो अहिले सबै चेन्ज हुन थाल्यो अघि चाहिँ कुनै विचार यो 3टा लाइन आएको थियो मुनिको त्यस पछाडि आएको थिएन ब्लर पो भइदियो यार अहिले चाहिँ चेन्ज पनि भइरहेछ सबै होइन सबै वाइट आयो अब उताबाट रेडी भयो सर सेन्ड गर्नुभयो यस्तो डेन्जर छ यहाँ नयाँ चप्पलै साथीभाइहरू अघि भर्खर के भनौँ
स्क्रिन इज नट रेडी नि भनिरह कि सेन्ड भनौँ नट रेडी नि भनौँ के हो के अनि होइन हौ अनि त्यो त उयो हो नि त टेस्ट हो नि त अहिलेको त साथीभाइहरू हामी चाहिँ उहाँ त्यो भद्रपुरको एलइडीको काम पानी परेर रोक्यो हामी चाहिँ आयौँ अहिले फर्केर अहिले चाहिँ हामी बिर्तामबाट आइपुग्यौँ अघि भिडियो बनाउनै पाएन तर अहिले चाहिँ हामी यहाँ बिर्तामोडमा आइपुग्यौँ अब यहाँबाट हामी सामान एउटा स्ट्याम्प लिएर अनि एयरपोर्टबाट हामीले यो ल्यापटपहरू लिएर आएको छु अब यो हामीले सामान आएको थियो काठमाडौँबाट एयरपोर्टबाट लिएर आयौँ एउटा ल्यापटप अब यो सामान हामी पुऱ्याइदिन जान्छु अब हेरौँ कस्तो हुन्छ अब आजलाई यति नै